सम्पूर्ण साथीहरुमा नमस्कार। म आज तपाईहरु समक्ष आफूले जानेका केही जापानीज रुल्सहरु रहेका छन्। ती रुल्सहरु शेयर गर्नको लागि उपस्थित भएकी छु। जब हामी नेपालमा हुन्छौं N5 मात्रै पास गरेका हुन्छौं। हामीले धेरै पढेका हुँदैनौं। जब हामी स्टुडेन्ट भिजाका लागि जापान आउँछौं, हामी सबैजनाले अनिवार्य रूपमा पढ्नुपर्ने बुक भनेको देकिरो निहोङ्गो हो। जबसम्म हामीले देकिरो निहोङ्गोको रुल्सहरु जानिदैन, तबसम्म हामीलाई भाषामा एकदमै कठिनाइ हुन्छ। त्यसको लागि अनिवार्य रूपमा जान्नुपर्ने हुन्छ। र देकिरो निहोङ्गोमा 1 देखि 15 लेसनसम्म ग्रामर रुल्सहरु रहेका छन्। अब कस्ता कस्ता ग्रामर रुल्सहरु रहेका छन् त? एक लेसनमा कस्ता खालका ग्रामर रुल्सहरु छन्? म यहाँहरुलाई आफूले जानेका रुलहरु शेयर गर्नेछु। यी रुलहरु नजानेसम्म हामीले रेन्स्यु गर्न सकिदैन। त्यसैले यहाँहरुलाई अब म स्टार्ट गराउँछु। यहाँहरुले देख्न सक्नुहुन्छ देकिरो निहोङ्गो। अब यो देकिरो निहोङ्गोको लेसन 1 मा कस्ता कस्ता ग्रामर छन् त? मैले थोरै कपीमा लेखेको छु, यहाँहरुलाई जानकारी गराउन चाहन्छु है त। यहाँ देख्न सक्नुहुन्छ तोकु बेचु ना केइगो, जसलाई स्पेशल केइगो भनिन्छ। अरूलाई सम्मान देखाउन प्रयोग हुने भाषा। बुझ्नु भयो त? अरूलाई सम्मान देखाउनको लागि प्रयोग गरिन्छन् यी तोकु बेचु ना केइगो, जसलाई स्पेशल केइगो भनिन्छ। तोकु बेचु ना केइगो मुख्यतया 2 प्रकारका हुन्छन्। एउटा छ सोन केइगो र अर्को छ केन्ज्योगो। सोन केइगो भनेको के हो त अब? अरूलाई सम्मान गर्ने। केन्ज्योगो भनेको आफूलाई नम्र तरिकाले प्रस्तुत गर्ने, आफूलाई सानो देखाएर अरूलाई सम्मान गर्ने भाषा। बुझ्नुभयो? सोन केइगो भनेको एकदमै ठुला बडालाई सम्मान गर्ने रहेछ। जस्तो आफूभन्दा ठुला सम्मान गर्नुपर्ने व्यक्तिहरू, टिचर, बोस, हैन, कस्टमर आदि यिनीहरूलाई सोन केइगो भनिदो रहेछ। अब केन्ज्योगो भनेको आफूलाई एकदमै सानो देखाउने तर अरूलाई सम्मान गरेर भन्ने, आफ्नो बारेमा भन्ने। केन्ज्योगो, त्यसलाई केन्ज्योगो भनिन्छ। अब तपाईले यो भन्दा पनि प्रष्ट रूपमा तलको मैले भने बुझ्नुहुन्छ। अब यहाँ हेर्न सक्नुहुन्छ तपाईले इकु, कुरु, इरु। अब इकु, कुरु, इरु भनेको फुचुके, जो प्लेन फर्म हुन्। तपाईलाई थाहा छ, तपाईले N5 मा पढिसक्नु भयो। यिनीहरू नर्मल हुन्, एकदमै नर्मल। अब इकु, कुरु, इरु, यी फुचुके, अब यिनीहरूको मास फर्म पनि तपाईलाई थाहा छ। तपाईले N5 मा पढिसक्नु भयो। इकुको इकिमास, कुरुको किमास र इरुको इमास। यी नर्मल भए भने इकिमास, किमास र इमास भनेका पोलाइट फर्म भए। हेर्नुस् है। र यिनीहरू भर्ब हुन्। यो इंग्लिशमा भर्ब हो भने यसलाई निहोङ्गोमा भनिन्छ दौसी। दौसी र फुचुके। यसरी यो तपाईले पढिसक्नु भयो र बुझि पनि सक्नु भएको छ। अब म तपाईलाई फेरि सोन केइगोको बारेमा थोरै बुझाउन चाहन्छु। जस्तो सोन केइगोको पोलाइट फर्म, एकदमै अरूलाई आदर गरेर भन्नुपर्ने पोलाइट फर्म के हो? इरास्सेइमास। इरास्सेइमास कण्ठ गर्नुहोस् त। इरास्सेइमास। सोन केइगो। अब यो इरास्सेइमास, अब किसको इरास्सेइमास? तपाईले बुझ्नुपर्ने कुरा। इकिमास, किमास, इमासको इरास्सेइमास हुन्छ पोलाइट फर्म है। यो कुरा बुझ्नुस् है। सोन केइगो भनेका पोलाइट फर्महरू हुन्। अरूलाई आदर गर्नको लागि प्रयोग गरिने शब्दहरू भनेका सोन केइगो हुन्। अब सोन केइगो इकु, कुरु अनि इरु, जहाँ यिनीहरू इकिमास, किमास र इमासका एकदमै पोलाइट फर्म के हुन् भन्दा हामीले इरास्सेइमास हो भन्ने कुरा यति बुझ्नुपर्छ। जस्तो तल इक्जाम्पल दिएको छ 1 नम्बरमा, सेन्सेई वा गाक्को नि इरास्सेइमास। यहाँ के भनेको छ? सेन्सेई वा गाक्को नि इरास्सेइमास। सर विद्यालय जानुहुन्छ। एकदमै सम्मानजनक पूर्वक भयो कि। हुन त यहाँ सेन्सेई वा गाक्को नि इकिमास पनि हुन्छ। इकिमास हुन्छ, तर हामीले इकिमास लेख्यौं भने यहाँ सोन केइगोको पोलाइट फर्म भएन।
इकिमास भनेको दोउसीको पोलाइट फर्म हो। हामीले यहाँ सोन केइ गोको पोलाइट फर्म लेख्नुपर्ने हुन्छ इरास्सेइमास। बुझ्नुभयो त कुरा? अब 2 नम्बरमा रहेको छ सेन्सेई वा आसिता इरास्सेइमास। सर भोलि आउनुहुन्छ। अब सेन्सेई वा आसिता किमास पनि हुन्थ्यो। यो भनेको दोउसीको पोलाइट फर्म हो, तर सेन केइ गो एकदमै सम्मानपूर्वक शब्द हामीले लेख्नु पर्यो नि, एकदमै सम्मान गरेर। सेन्सेईलाई त हामीले सम्मान गर्नु पर्यो, त्यसैले सर भोलि आउनुहुन्छ। आउनुहुन्छ भन्दा पनि इरास्सेमास लगाउनु पर्यो, जानुहुन्छ भन्दा पनि इरास्सेमास लगाउनु पर्यो। अब अर्को 3 नम्बरमा छ सेन्सेई वा क्यौ गाक्कौ नि इरास्सेमास। सर आज विद्यालयमा हुनुहुन्छ। यहाँ मैले आउनुहुन्छ लेखेको रहेछु, यो हुनुहुन्छ। सेन्सेई वा क्यौ वा गाक्को नि इरास्सेमास। सर आज विद्यालयमा हुनुहुन्छ। अब यो कसरी हुनुहुन्छ? हुनुहुन्छ भनेको इमास, कुनै पनि व्यक्तिलाई हुनुहुन्छ हुनु भनेर जनाउनु पर्यो भने इमास। अब यो इमासको पनि इरास्सेमास भयो। तपाईले बुझ्नुपर्ने कुरा इकिमास, किमास र इमासको पोलाइट फर्म सोन केइ गो पोलाइट फर्म त इकिमास, किमास, इमास पनि पोलाइट फर्म हुन्, तर यिनीहरू दोउसीका पोलाइट फर्म हुन्। हामीलाई चाहिएको सोन केइ गो एकदमै अरूलाई सम्मान गर्ने, आफूभन्दा ठुला बडालाई सम्मान गर्ने, टिचरहरू जस्तो व्यक्तिलाई सम्मान गर्ने ओडको पोलाइट फर्म भनेको इरास्सेइमास हो भनेर हामीले बुझ्नु पर्यो। अब तपाईले यहाँ इकु, कुरु, इरु सबैको सोन केइ गो इरास्सेइमास हो भन्ने कुरा बुझ्नुपर्ने हुन्छ। यो त भयो सोन केइ गो। अब म तपाईलाई भन्न चाहन्छु केन्ज्योगो। अब केन्ज्योगो के हो त? केन्ज्योगो भनेको मैले यहाँहरूलाई पहिला पनि भनिसकेँ, आफूलाई नम्र तरिकाले प्रस्तुत गर्ने, आफूलाई सानो देखाएर अरूलाई सम्मान गर्ने भाषा हो। अब कसरी आफूलाई सानो देखाउन सकिन्छ त? केन्ज्योगो भनेको नै आफूलाई सानो देखाउने र अरूलाई सम्मान गर्ने कुरा हो। जस्तो यहाँ इकु, कुरु, इकु इकिमास, कुरु किमास। अब यिनीहरूको केन्ज्योगो के हुन्छ? माइरिमास हुन्छ। इकु, कुरुको माइरिमास हुन्छ, तर यहाँ इमास, इरु इमास भनेको एउटै हो। तपाईले बुझिसक्नु भएको छ, यो N5 मा पनि पढिसक्नु भएको छ। यसको फरक छ, यसको माइरिमास हुँदैन, यसको ओरिमास हुन्छ। यसको अर्थ हुन्छ म छु, हुनु भन्ने खालका शब्दहरू, जस्तो इमास कुनै पनि व्यक्तिलाई छ, हुन्छ, हुनु त्यस्तो खालको शब्दहरू, ओरिमास म छु, हुनु। अब तपाईले यसरी बुझ्न सक्नुहुन्छ, यहाँ इकु कुरुको माइरिमास हुन्छ भने इमास इरुको ओरिमास हुन्छ। जस्तो यहाँ इक्जाम्पल दिएको छ वातासी वा गाक्कौ नि माइरिमास। अब यसमा वातासी वा गाक्कौ नि किमास पनि हुन्थ्यो, तर यो केन्ज्योगो हुँदैन। यदि यसमा किमास लगाइयो भने केन्ज्योगो हुँदैन। त्यसैले वातासी वा गाक्कौ नि माइरिमास लगायो भने यो केन्ज्योगो भन्छ। यो भनिरहँदा हामीले आफूलाई सानो बनाएर अरूलाई सम्मान गरेर हामीले यसको उत्तर दिएका हुन्छौँ। यो कुरा यहाँले बुझ्नुहोला। अब अर्को 2 नम्बरमा छ वातासी वा आसिता माइरिमास। म भोलि आउँछु। यो नम्र भयो। वातासी वा आसिता किमास पनि हुन्थ्यो हैन, तर म भोलि आउँछु। वातासी वा आसिता माइरिमास। म भोलि आउँछु। यो माइरिमासको ठाउँमा किमास पनि हुन्थ्यो, तर यसमा केन्ज्योगो हुँदैन। केन्ज्योगो भनेको आफू एकदमै नम्र भएर अरूलाई चाहिँ एकदमै सम्मान गर्ने भाषा हो। आफूलाई सानो देखाउने काम भइरहेको छ यसमा। वातासी वा आसिता माइरिमास। 3 नम्बरमा रहेको छ वातासी वा क्यौ गाक्कौ नि ओरिमास। म आज विद्यालयमा छु। अब मैले तपाईलाई पहिले भनिसकेँ, यहाँ